आज त जाम्न कफीको लागि रेकर्डिङ अन भयो रेकर्डिङ। गलकोटमा फलानो गाउँमा फलानो मान्छेको मोबाइल ब्लास्ट भएर एकजना व्यक्ति अपाङ्ग भएका छन्। बजारमा नक्कली चार्जर, ब्याकअप जस्ता सस्ता कुरा पाएका कारण उनले चार्जर किनेका थिए। थोरै पैसा बचाउन खोजेका कारण उनी जीवनभर अपाङ्ग बन्न पुगेका हुन्। जहिले पनि चार्जर, ब्याकअप जस्ता सामग्री किन्दा होसियार रहनुहोला। के बोल्नु भन्दिनु हारा भनेको के भयो के भयो फोन फुटेर मेरो गयो ए बुढा फोन फुटेर गएको होइन का वा पर्चन्द आउन लाएर फुटाले कान पटका बुढो जाने सुन्नु न यस्तै यस्तै बुढो के बुढो ओ बुढो ला बुढो फोनै फुटेछ ल मोबाइल, चार्जर, ब्याकअप किन्दा होसियार भएर ध्यानपूर्वक किन्नुहोला। किनकि 2 दिनको जिन्दगीमा एक दिन भिडियो गराएरै गयो, 2 महिना भिडियो आएन। ल गाइस आज चाहिँ म रेलमा छु है। सबैजनाले हेर्नुहोस्, लाइभमा हेर्नुहोस्, सबैजनाले लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् सबैले। ल लाइभमा हेर्नुहोस् है। र रेल है र सबैजनाले है चिसो हावा ओहो नि कस्तो चिसो मजा आयो मजा रेलमा चढेर। ओ माई गड मा कसम बवाल मजा आयो गाइस। लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् सबैजनाले। भाइरल हो